हामी हरेक प्रकारका विज्ञताहरू लिने र त्यो विज्ञताका आधारमा हामीलाई चाहिँ थप ज्ञान सिपहरू र विभिन्न प्रकारका चाहिँ आफ्ना भएका ज्ञान सिपहरू उहाँसँग सेयरिङ गरेर उहाँका विज्ञताहरूबाट हामी प्रशिक्षित हुने र एउटा सबल र सक्षम जनशक्ति उत्पादन गर्ने केन्द्रको रूपमा विश्वविद्यालय रहन्छन् र त्यसको स्वरूप मध्यपश्चिम विश्वविद्यालय एउटा चाहिँ कडीको रूपमा रहेको कुरा म निवेदन गर्न चाहन्छु। हामी संयोगले उहाँको अत्यन्तै व्यस्त समयका बारेमा पनि हामीले उहाँलाई चाहिँ स्वागत गर्ने अवसर पाएका छौँ। त्यसमा चाहिँ हाम्रो मध्यपश्चिम विश्वविद्यालय सेवाका आदरणीय अध्यक्ष प्राडा पन्ना थापाज्यूले हामीलाई हाम्रो चाहिँ विज्ञको रूपमा प्रोफेसर डाक्टर शङ्करमान राई सरसँग समन्वय गराइदिनु भयो र आजको यो अतिथि कक्षाको व्यवस्थापनका लागि यो समय जोड्यो र म यो जनसङ्ख्या तथा स्वास्थ्य विभागीय प्रमुख र सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्छु। यो अलि हामी अलग सडे नै चाहिँ यो डिसिजन गऱ्यौँ किनभने उहाँ क्षेत्रीय हस्पिटल हाम्रो प्रदेश अस्पतालमा विभिन्न प्रकारका त्यो चाहिँ छालासँग सम्बन्धित र बर्न इस्युसँग सम्बन्धित चाहिँ इस्युहरूमा उहाँले आफ्नो अपरेसन लगायतका धेरै कार्यमा विज्ञको रूपमा त्यहाँ आउनुभएको अवसरलाई अब यसभन्दा पछाडि पनि उहाँ चाहिँ त्यहाँ पुग्नुहुन्छ। त्यसो भएको हुनाले छोटो समयलाई हामीले चाहिँ हाम्रो विश्वविद्यालयसँग कसरी जोड्न सकिन्छ र हामी कसरी जोडिन सक्छौँ भन्ने हिसाबले उहाँलाई चाहिँ रिक्वेस्ट गरेको यो समय कार्य गर्ने अवसर प्राप्त भयो। र मुख्य कुरा हामीले एउटा भन्दै पर्ने कुरा के छ भने एकातिर हामी एजुकेसन अन्तर्गत चाहिँ हेल्थ एजुकेसन र प्रमोसन एजुकेसनका कार्यक्रमहरू पनि यो चाहिँ थिम फलदायी छ भने प्लस हामी स्वास्थ्य भनेको स्वास्थ्यको मात्र होइन, स्वास्थ्य पढ्नेको मात्र स्वास्थ्य होइन, स्वास्थ्य भनेको हामी सबैको साझा हो, शिक्षा भनेको शिक्षा पढ्नेको मात्र शिक्षा हुँदैन होइन। यो भनेको के भने साझा इस्युहरू हामी स्वास्थ्य कानुन शिक्षा यस्ता कुरा चाहिँ विशेषलाई मात्र जिम्मा दिएर उनीहरूको मात्र हो भन्ने धारणा बनाइयो भने त्यो चाहिँ अद्भुत हुन्छ। हाम्रा विभिन्न प्रकारका शरीरका विभिन्न चाहिँ सम्बन्धित रोगहरू त्यसका चाहिँ विकारहरूलाई व्यवस्थापन गर्ने र आफ्नो छालादेखि लिएर अरू स्वास्थ्यका चाहिँ ख्याल राख्ने कुरा चाहिँ हामी सबैको साझा मुद्दा हो र हामी पहिलो कुरा स्वस्थ हुनु पर्यो। स्वस्थ दिमागमा मात्र स्वस्थ मस्तिष्कमा मात्रै स्वस्थ शरीरमा मात्रै चाहिँ उन्नत शिक्षा उन्नत समृद्धि अरू त्यसपछिका सेकेन्डरी इस्युहरू आफ्नै अस्वस्थ भयो भने आफ्नै चाहिँ ठिक ठाउँमा छैन भने अरू कुराहरू गर्न सकिँदैन। त्यसो भएको हुनाले यो महत्त्वपूर्ण अवसर छ। प्रोफेसर डाक्टर शङ्करमान राई अहिले हाम्रो चाहिँ कीर्तिपुर हस्पिटलमा त्यहाँ चाहिँ कार्यरत हुनुहुन्छ र उहाँको लामो चाहिँ विज्ञता छ। यो विषयमा मैले अहिले धेरै कुरा भनिनँ। उहाँको यो सिभी पढ्न थाल्दा हामीलाई धेरै यो कक्षा नै प्रभावित हुने हुन्छ, त्यस कारण मैले पढिनँ र उहाँलाई हाम्रो विश्वविद्यालयको तर्फबाट हामी हार्दिक स्वागत गर्न चाहन्छौँ र अबको सेसन उहाँले हामीलाई आफ्नो विज्ञता प्रस्तुत गर्नुहुनेछ र हामी त्यसमा धैर्यता साथ हामी उहाँबाट नै धेरै कुरा सुन्ने